हेलो गाइज वेलकम ब्याक मै हाम्रो यो आशिषको नाम के रे युट्युबको नाम आशिष पाण्डे 11 आशिष भ्लगमा गाइजहरू अहिले चाहिँ हामी जान लागिरहेका छौँ कहाँ भन्दाखेरि औषधी खाना भएर ककस भन्दाखेरि आशिष म र समीर भएर होइन औषधी चाहिँ अब कत छ भन्ने त थाहा छैन अब यिनलाई थाहा यिनीले लिएर जाने हुन् होइन ठक्क पारामा फेरि अहिले हामी औषधी खान जानु भनेर लगाइरहेका छौँ ठक्क पारामा औषधी खाएर आएपछि तपाईँलाई देखाउनेछौँ यहाँ चाहिँ गाइजहरू तपाईँलाई चाहिँ छैन सम्पर्क गर्नु होला होइन ए अगरबत्ती हेर्नुहोस् हाम्रो गाउँतिर यहाँ बजार नपाएर यसरी हामीले अगरबत्ती फालेका छौँ हेर्नुहोस् बजार नपाएर हामीले अगरबत्तीहरू यस्तै हुन्छ हेर्नुहोस् बजार नपाएर हजुरहरूले सक्दो सेयर गरेर यसलाई बजारहरू दिने कोसिस गर्नु होला भन्न चाहन्छु मैले कान्छा तिमी नटिप भयो तिम्रो घरमा थियो यस्तै फालेका टक्क पारामा गाइजहरू अब हामी चार लैरहेका छौँ हामी औषधी खाएको तपाईँले मुख रस्तिनी गरी देखाउँछौँ होइन हामी चाहिँ अब औषधी खानतिर हिँडिरहेका छौँ गाइजहरू अहिले चाहिँ हामी आइसकेका छौँ औषधी खान भनेर होइन यहाँ लिउँ त ए गाइजहरू होइन टक्क पारामा मैले यसै देखिन्न तल काफलतिर जाने हो एक राउन्ड ल ल ल यसलाई सय गाइजहरू मैले गिफ्ट हानिदिइरहेको छु औषधी कस्तो छ ल भन् के रे मिठो छ भन् ल भन्दा त अमिलो छ बच्चा होइन ल समाचार यता भिडियो खिच कानमा कुन गीत सुनिरहेको बिना गीतको बोल भन थाहा छैन फुलपाती भाकेर गाइजहरू चाहिँ अहिले यहाँ हाम्रो औषधी खाँच्दैन भनेर हामी चाहिँ जान लागिरहेका छौँ ठ्याक्क काफलतिर होइन यताबाट जाऊँ यता जामलाई म त्यहाँ जाने भनेको कतै हिजो हामीलाई जानु त टक्क पारमा गाइजहरू फेरि हामी अहिले काफल खान जान लागिरहेका छौँ होइन हाई गस हामी चाहिँ अहिले यस्तो अप्ठ्यारो बाटोमा हिँडिरहेका छौँ होइन उहाँ तिनलाई फेरि अप्ठ्यारो बाटोमा नि मोबाइल हेर्न मात्रै छ होइन समीर एकवटा खक भनेको कस्तो देखा त यता हेर्दा हुँदैन यति एउटा ठक्क पारामा गाइजहरू हामी चाहिँ अब औषधी खान जाने होइन ए औषधी कि खान होइन अब कता जाने भने थाहा छैन ए लोटो लोटो गाइजु हेर्नु यो लोटो ए बजार यार हान्छ यार गाइजहरू अहिले चाहिँ हामी यहाँ राति खोज्न आइरहेका छौँ फेरि अहिले चाहिँ हामी काम खान नगएर ए गाइज राते र अहिले चाहिँ हामी काँखाका रुख आइसकेका छौँ आशिष चाहिँ उफ्रेर काँखा टिप्न लगाइरहेका छन् होइन टक्क पारामा गाइजहरू अब हामी काँखा खानु भनेर रुखतिर चढ्न लगाइरहेका छौँ जाऊ न तिमी आशिष ए पेलो मलाई जाऊ न ओ कस्तो यहाँ समेत गाइजहरू ए होइन काफल एउटा भेटिसकेको छ होइन काफल खाने कुइया कस्तो छ विनोद काफल एकदम मिठो छ गाइजहरू काफल खान यहाँ आउनु होला यो चाहिँ हामी अहिले काफल चोर्न भनिरहेका छौँ हाम्रो गाउँका जीवी अङ्कल भन्नेको होइन अब हामीलाई देख्यो भने लहर्छन् गाइजहरू हामी चाहिँ रुखबाट फुङ्गाल्न पर्छ होइन घर चाहिँ उहाँ पारियो तर खासै त देखिँदैन त्यसै कारण एउटा चाहिँ यहाँ तल छ नेपालीको बानी सानोलाई तल राख्ने बानी हो ठुलो छु म त्यो माथि गाइज हामी चाहिँ भर्खर काफलको बुटहरू झर्दैछौँ विनोदमा पुगिछन् म चाहिँ यहाँ एक बन्जी जम्प गर्न लागिरहेको छु काफल एक पाथी नभएर अलिकति खाएर आइयो आएको बहुत छ तर पाकी छैन कि कसो विनोद हाम्रो गाउँमा चाहिँ अचम्मका मान्छे पाइन्छन् उहाँ चढ्ने प्र्याक्टिस गरिरहेको छ रुखमा है फेरि
जस्तै एउटा यता हुनुहुन्छ यिनी चाहिँ हाम्रो गाउँका टेकान्डो फरेभरको पिकनिक हुन् म चाहिँ गाइजहरू होइन यिनीहरूको लिडर कसैले नजानेको इङ्ग्लिस यिनीहरूलाई थाहा रहेछ हाई भन्नु समीर यसो के कति महिना भयो बाबु यहाँलाई केही सहयोग गरिदिनु होला मैले यही सेवा नम्बर पनि राखिदिन्छु सबैले सहयोग गर्ने भए 98 छ नि रहेछ 2416मा सहयोग गरिदिनु होला होइन गाइजहरू अब चाहिँ हामी जाने बेला भइसकेको छ यहाँहरूले गाह्रो समय छ म त्यही भएर गएको छु गाइजहरू हामीलाई चाहिँ गाह्रो भइरहेको छ कतिको डर लाग्यो के भन्छ के भन्थे समीर कतिको डर लाग्यो मैले त त्यस्तो आइसले के हो जस्तो लाग्यो कि नै तँ के हो त यो पृथ्वीमा एक गिलास पानी थपी जस्तो लाग्यो लास्ट यसो हामी फेरि अब रुखा चढ्न नसकेर यसो दिन्छौँ नि होइन काठहरू दिन्छौँ होइन गाइजहरू तिमी त उल्टेको फर्काएर लिएर गयो जिउको मैले ल्याएका हुन् त फर्काएर न ल खुट्टी पनि दिनुपर्छ यस्तो म त टाउको खुट्टै सबै त्यहीँ हामी के गाडीहरू काठहरू छिटो नगएर डराएर फर्किरहेका छौँ अब केही भनिसक्यो कि भन्दा गाडी गरिसक्यो कि भन्दा हामी फर्किनु लागिरहेका छौँ हेर नभन्नु त फलमा खाना आएका थियौँ पाकिङ किन विनोद खासै पाकेको छैनन् कि जस्तो लाग्यो फलेको रहेछ विनोद पाकेको छैन 100 रुपियाँको यो बुट हो यो कागजको बुट चाहिँ मेरो किन्ने यात्रा सम्पर्क गर्नु होला इसिबा नम्बर छ 98 छ 2416 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 अर्को नम्बर हजुर अस्ति मास राख्न गइरहेको छु 98 छ 77 27 700 भइसक्यो 98 छ 77 98 छ 77 700 कति रे 27 700 भइसक्यो 16 मसानमा गरेर केटीले बाइक सबैले फोन गर्नु होला हामी फेरि अर्को काफलमा आइसक्यौँ कालको भिडियो अहिले अपलोड हान्दै जाउँ है हुन्छ फेरि यस उपलहरू गरेर जाने अहिले खेदाबाट म आजसम्म चढेको नि यो काफलमा जुमिङ प्लिज यसलाई भन्छन् काफल यसलाई भन्छन् काफल यसलाई भन्छन् हाम्रो गाउँको पागल जन त जान्न चाहन्छस् कि जान्छन् कि कति फुटको छ ए यहाँबाट नबढेको कति महिना कति वर्ष कति साल कति शताब्दी भयो हेर त आसी मैले टेक्ने लौरो पनि दियो अन्त अग्लो छ हेर त जेस यो त भर्खर छ तिमी त बुढो भएर लौरो टेक्ने भएछौ यता आइज अर्को काफल त छ ए उपल्ला हो फेरि हामी अर्को काफल चोर्न नभएर हेर्न गएका छौँ जाँदैछौँ
यिनीहरू चाहिँ जङ्गलमा यस्तो गरिरहन् जङ्गलमा यिनीहरूलाई चाहिँ एकपटक नआइकन हुँदैन म एकैछिन होल्ड गर्न चाहन्छु ल केटाहरूले काम पनि सकिसके ससुराली जानी हो काफलैले खानी हो काफल पाकेकै छैन यहाँ यदि यो काफल पनि पाकेको छैन भनिदिउ न एक काट्छ कि एक काट्तो प्लिज रिपिट मी 1 2 3 4